हेलो दाजुभाइहरू र आजदेखि चाहिँ म मिनी भ्लग बनाउनु रहेछु र अहिले चाहिँ टाइम कति भयो भने चाहिँ अहिले त टक्कै भयो चाहिँ अब चाहिँ मैले भर्खरै उठेको र उठेर चाहिँ यहाँ बहिनीले खानु र बहिनीले आज जस्तो बनाउँदा मेरो अब चाहिँ मेरो काम छ लुगा टिकाउनु थियो भोलि स्कुल जानु पर्यो कि र अब हुने चाहिँ होइन कतिजना मेरो घर चाहिँ कहाँ हो कहाँ मेरो घर त्यो सिक्किममा हुनु चाहिँ तर अहिले चाहिँ म गान्तोकमा स्कुल पढ्छु मतलब फ्यामिली चाहिँ गान्तोकमा थियो नि होइन र उयो अब चाहिँ म पेन्ट हुन्छु किनभने भोलि फेरि स्कुल नाङ्गो चाहिँ जानु भएन र अहिले चाहिँ भन्नु चाहिँ म स्कुल ब्यागमा चाहिँ यहाँ चाहिँ मेरो अघि बटम टुटेको छैन दाजुभाइ त्यही बटम चाहिँ खोज्दैछु र छ कि छैन हेरौँ छैन भने चाहिँ फेरि उयो हुन्छ भोलि के लगाएर नि होइन दाजुभाइहरू फाइनली दाजुभाइ ब्याग चाहिँ पाएँ होइन र बटम चाहिँ म खोज्दैछु छ कि छैन मेरो ब्यागमा त हेर्नु न पेनहरू पुरा छैन र बटम चाहिँ छ कि छैन र बटम भन्ने चाहिँ पाएँ र अब चाहिँ म त्यो धाएको चाहिँ रेडी पारिदियो यो बट्टामा छ अहिले चाहिँ त्यो र धाएको पाइसकेँ अब म यसमा हालेर चाहिँ रेडी पार्छु होइन दाजुभाइ फाइनली दाजुभाइहरू यहाँ चाहिँ मैले धागो हालिसकेँ र यो चाहिँ मेरो बटम हो र अब चाहिँ म चिराउने छु र आँखा पनि देखेन किनभने अँध्यारो 8 बजिरहेको होइन दाजुभाइहरू अब चाहिँ म चिराउने छु र दाजुभाइहरू तपाईँहरू कतिजना तोनाम गरेको भिडियो हेर्नुहुन्छ मलाई चाहिँ तोनाम गरेर चाहिँ एकदमै मनपर्छ किनभने हुन्छ नि उसको भिडियो चाहिँ म धेरै इन्सपायर भएको छु कि दाजुभाइहरू किनभने उसले चाहिँ अब हुन्छ नि अहिलेको युथहरूको बारेमा दामी कन्टेन्टहरू हुन्छ नि आमाको बारेमा र आमाले चाहिँ कति दुःख गर्यो त भन्दा नि त्यसको कन्टेन्टहरू हुन्छ नि किनभने तोनाम गुरुङको चाहिँ बाबु हुनुहुँदैन मतलब उसको फादर चाहिँ 1-8 वर्षको हुँदा चाहिँ बित्नु भएको होइन दाजुभाइहरू र त्यही कारण तोनाम गोरे दादा छ नि ऊ चाहिँ राभाङलाई त्यसको हेभी दामी भिडियोहरू हुन्छ किनभने उसको भिडियोले हुन्छ नि मान्छेको मनहरू जित्छ किनभने हुन्छ नि दाजुभाइहरू उसको कन्टेन्ट उसको बोलाइको अर्कै तरिका हुन्छ दाजुभाइ हामी त केही न के हो नि दाजुभाइ र फाइनली गाइस अहिले भन्ने चाहिँ चिया त कुराएको छु अब यसलाई गातो पारेर चाहिँ म देखाउने छु तपाईँले र फाइनली गाइस मेरो पेन चाहिँ रेडी भइसक्यो किनभने पेन रेडी पारेन भने चाहिँ अघि बिहान त राम्रै थियो कि दाजुभाइहरू अन्त स्कुल टक्कै पुगेँ बटमै टुट्यो मेरो गाल परेर फेरि हुन्छ नि यहाँको बटम टुटेर चाहिँ फेरि के गर्नु गऱ्यो छुट्टी माग्नु पनि पाएको छैन किनभने मान्छेको छोरा मान्छे हो हुन्छ नि दुःख गर्नुपर्छ होइन दाजुभाइ दुःख गरेन भने चाहिँ के भन्नु अब जिन्दगीमा चाहिँ टाढो पर्छ होइन र
अहिले भन्ने चाहिँ अब चाहिँ म हुन्छ नि पेन्ट टिराएको थिएँ यो तर्ते झुक्नु पर्ने छ किनभने एकदमै मैला छ अति धुम भन्दा बिचेर चाहिँ धुनु पाइन्छ अब चाहिँ म धोइसकेर तपाईँहरूलाई भेट्छु र साथीभाइ ए साथीभाइ आइदियो भनेर लुगा टुगा धोइसकेँ र यहाँको दाँत चाहिँ मेरो भाँचिरहेछ यो केटी बताइदिएको होइन अनि यो चाहिँ मेरो बहिनी हो क्यामेरामा आउनु लाज मान्छ किनभने हुन्छ नि यो पनि टेन्सन भइसक्यो 11 पुगिसक्यो हुन्छ यसको बेगर परिरहेछ फिल्टरमा के हुने भन्दा नानीको आमा हुने अरे होइन अब भन्ने चाहिँ 8:30 भयो साथीभाइ र आजको लागि भिडियो चाहिँ यहीँ राख्छु किनभने 8:30 पनि भयो एडिङ पाउनु पनि पर्छ जिन्दगीमा होइन पढेन भने फेरि कुली के हुन्छ बिहे भन्ने त कुली काम गर्ने हुन्छ अन्त मेरो बहिनीले चाहिँ मेकअप चाहिँ हेभी गरिदिन्छ र राम्रो पनि राम्रै छ होइन कताबाट मन परायो भन्नुहुन्छ अरू लुगा न क्यामेरामा आउनु होइन तर मान्छ किनभने हामी भिडियो फेमस त हुँदैन किन आउनु भन्दैन दुःख गर्नु भयो नि होइन साथीभाइ दुःख गऱ्यो भयो एक दिन भिडियो दामी हुन्छ र के भन्छु भने अन्तिममा आजको लागि यतिमै राख्छु र जो मन पऱ्यो लाइक गरिदिनु त्यो हो जोलाई मन परेन केमा मिस्टेक भयो मैले भन्नुहोस् म भोलिको दिनमा यो भनेर मजाको चाहिँ भिडियो आउनु